नेपाल भर्सेस इङ्ल्यान्ड टी-20 विश्वकपको महाकुम्भको यात्रामा नेपालले भोलि इङ्ल्यान्डसित आफ्नो पहिलो म्याच खेल्दैछ टी-20 वर्ल्ड कप विरुद्ध। जुन इङ्ल्यान्डले पहिला पनि वर्ल्ड कप च्याम्पियन भइसकेको छ इङ्ल्यान्ड टिम। इन्डियन टिमको त हामीले कुरा गर्नु परेन, तर नेपाली टिमको कुरा गर्नुपर्दा नेपालको प्लेइङ एक्साइ के होला भन्ने तपाईँहरूले धेरै जिज्ञासा रहेको थियो। धेरैले मलाई टिकटकमा म्यासेज गर्नुभएको थियो र वाट्सएपमा पनि म्यासेज आएको थियो। अब नेपालको सम्भावित प्लेइङ एक्साइ के होला र यही प्लेइङ एक्साइलाई उतार्न पर्छ भन्ने, मलाई यो प्लेइङ एक्साइ उतार्दा ठिक हुन्छ भन्ने मलाई यो चाहिँ प्लेइङ एक्साइ लाग्छ। तपाईँलाई कुन लाग्छ तपाईँले कमेन्ट गर्न बिर्सिनु होला। यो मैले बनाएको प्लेइङ एक्साइ हो भने ओपनिङ गरेर आउँछन् नेपालका लागि भरपर्दा ओपनर कुशल भुर्तेल, जुनले हार्ड हिटिङ गर्छन् र नेपालका लागि क्लासिकल सुरुवात गराउन उनले मद्दत गर्नेछन्। नम्बर 2मा आउँछन् आसिफ शेख, जुन विकेट किपर ब्याट्सम्यान हुनेछन् र उनले आफ्नो पहिला क्रिजलाई जमाउँछन् र त्यसपछि जमाएपछि हार्ड हिटिङ गर्छन्, त्यसपछि नेपालको रनलाई माथि पुर्याउने मद्दत गर्छन्। भने नम्बर 10मा आउँछ नेपाली टिमका क्याप्टेन रोहित कुमार पौडेल, जुन आफै भरपर्दा ब्याट्सम्यान हुन्। उनले आफ्नो क्षमता चाहिँ बुझेर खेल्न सक्नुपर्छ, आफ्नो स्टेबिलिटी के हो भनेर बुझेर खेल्न सक्नुपर्छ। नम्बर 4मा आउँछन् नेपालका लागि भरपर्दा म्यान आइस म्यान भनेर चिनिने आरिफ शेख। पछिल्लो समयमा टी-20मा राम्रो प्रदर्शन गर्दै आएका आरिफ शेखले मिडियम पेसिङ बलिङ पनि गर्छन्, जसको लागि नेपालका लागि त्यो पनि फाइदाजनक हुन्छ। अनि त्यसपछि आउँछन् नेपालका लागि नम्बर 1 अलराउन्डर दिपेन्द्र सिंह ऐरी, जुन ब्याटिङ बलिङ र फिल्डिङमा सबैमा शानदार छन्। उनको कुरो गर्नु पर्दैन हामीले। नम्बर 6मा आउँछ नेपालका लागि फिनिसिङका लागि राम्रो खेलाडी लोकेश बम। लोकेश बम स्टेबिलिटी दिने खेलाडी हुन्, फिनिसिङमा आएर राम्रो प्रदर्शन गर्न सक्छन्। उनले हार्ड हिटिङ गरेर नेपालका लागि इङ्ल्यान्ड विरुद्ध दिएको टार्गेट अथवा इङ्ल्यान्डलाई टार्गेट दिनका लागि, धेरै नम्बर ल्याउनका लागि, 200 को टार्गेट पछ्याउनका लागि हामीलाई उनले राम्रो मद्दत गर्छन्। गुलसन कुमार झाको कुरा गर्नु पर्दैन, उनी नम्बर 7मा रहनेछन्। भने अब नम्बर 8बाट नेपालका लागि पर्पर बलिङ मैले लिएर आएको छु। नम्बर 8मा आउँछन् करण केसी, जुन नेपालका लागि सदैवदेखि खेल्दै आएका छन् र नेपालका लागि राम्रो प्रदर्शन पनि गर्दै आएका छन्। करण केसी नेपालका लागि एक्स फ्याक्टरको रूपमा खेल्नेछन्, मिडियम पेसरको मेन रोल उनको हुन्छ। त्यसपछि आउँछ सोम्बल कामी, अनि सोम्बल कामी र करण केसी सुरुवाती ओभरमा विकेट लिनु उनीहरूको लागि राम्रो हुन्छ अनि नेपाली टिमको लागि पनि राम्रो हुन्छ। त्यसपछि आउँछ नन्दन यादव। मैले 3टा पेस बोलर किन राखेको भन्दा मुम्बईको पेस फ्रेन्डली पिच हो र जहाँ हाम्रो नेपाली पेसरहरूको भर छैन, मलाई भर लाग्दैन। किनभने कहिले कुलले पिटाइ खान्छ, कहिले कुलले कुटाइ खान्छ। जुनले पहिलो ओभरमा बढी कुटाइ खान्छ त्यसलाई आराम दिएर जुनले राम्रो प्रदर्शन गर्छ त्यो दुइटालाई हामीले बलिङ अट्याकमा ल्याउन सकिन्छ। नेपालको स्पिन त राम्रो छ। तपाईँलाई नम्बर 11मा आउँछन् हाम्रो नन्दन यादव आउँछ। नन्दन यादव भइसक्यो होइन। त्यसपछि आउँछ हामीलाई सन्दीप लामिछाने हाम्रो लागि त मेन एक्सपर्टको रूपमा हुनेछन्। वर्ल्ड कपमा सबभन्दा की प्लेयर नेपालको लागि सन्दीप लामिछाने नै हुन्छ। सदैवदेखि उनले प्रदर्शन गर्दै आएको छ नेपाली टिमलाई र चाहिएको खण्डमा उनले मेन रोल खेलिरहेका छन्। जहाँ वर्ल्ड कपमा पुर्याउनु होस्, वर्ल्ड कपको क्वालिफायरमा छिराउनु होस्, वर्ल्ड कपमै किन नहोस्, उनले हाइएस्ट विकेट टेकरको भूमिका निकालिरहेका छन्। जहिले पनि नेपालका लागि लिइरहेका हुन्छन्। जुन ठाउँमा पनि हाइएस्ट विकेट टेकरको भूमिका उनकै हुन्छ, त्यसकारण उनी पनि हेर्न लागेकै हुनेछन् यो वर्ल्ड कपमा।